हो यो जागरण लिएर आएका छौँ। म भन्न चाहन्छु जनता नै हो शक्ति, जनता नै हो स्रोत। जनतालाई तपाईँको चाहिँ जहिले जनसङ्ख्याको रूपमा राखेर शोषण गरिरहने, भोटरको रूपमा प्रयोग गरिरहने जुन राजनीतिक प्रथा छ त्यसलाई अन्त्य गरेर जनसङ्ख्या होइन जनशक्तिको रूपमा हामी निर्माण र उत्पादनमा यी हातहरू हामी लगाएर चाहिँ जनतालाई स्रोतको रूपमा हामी सदुपयोग गर्नेछौँ। तपाईँहरू तयार हुनुहुन्छ? तपाईँ श्रमदाता बन्न तयार हुनुहुन्छ? हो, त्यसो भने पक्का पनि यो देश बन्छ। हाम्रो यो श्रम संस्कृति पार्टीमा कोही नेता हुँदैन, कोही कार्यकर्ता हुँदैन। यहाँ हुन्छ त सिर्फ श्रमदाता हुन्छ। यहाँ श्रमदाताले लगाएको पोसाक र मैले लगाएको पोसाकमा कुनै फरक छैन। ल हेर्नुहोस्, चप्पलमा आइराखेको छु होइन। यदि यो देश धनी भयो भने मात्रै मैले चाहिँ सुट बुटमा आउनुपर्छ भन्ने मेरो मान्यता हो। फाटेको लुगा लगाएर 4 वर्षदेखि देश बनाउनुपर्छ भनेर ढुङ्गा बोक्ने कठोर श्रम गर्ने मान्छे हुँ म। त्यसो भएको कारणले गर्दाखेरि यो खालको चाहिँ मेहनती मान्छेहरूको समूह श्रम संस्कृतिलाई यसपालि नेपाली जनताले अनुमोदन गरिदिनुपर्छ। अनि हेर्नुहोस् हामी विकास कसरी गर्छ। तपाईँ सबैजनाको पार्टीहरू